नमस्कार गाइजहरू, यहाँ ल आज चाहिँ नयाँ स्पोटमा चाहिँ फिसिङ गर्न आइयो। ल यहाँ चाहिँ यहाँ हाम्रो नरेश गुरु अगाडि गइरहनु भएको छ। हिजोको टाइफुनले चाहिँ रुख पनि यसरी ढलाइदिएछ यार। अब हामी चाहिँ यसलाई छिचोलेर अगाडि जाने हो। अब चट्टा लाएर यस्तो छ, आमामा वरिपरि यो हाम्रो नेपालतिरको बाँसको उस जस्तो दामी छ यार। कस्तो दामी, यस्तो राम्रो यार। वरिपरि चोया छ कि यहाँ चाहिँ पक्का फोटो सेसन गर्न आउने जस्तो ठाउँ पनि रहेछ। यस्तो चाहिँ दामी छ। ल तपाईँहरू कोही यो भ्लग हेरेर घरमै बसेर अलि दुखित हुनुहुन्छ, अलि स्ट्रेस हुनुहुन्छ भने यसरी प्रकृतिको नजिकमा आउनुहोस्। भनिन्छ नेचर हिल्स। यो यसरी नै यस्तो तपाईँ प्रकृतिसँग क्लोजमा आउनुहोस्, यस्तो रमणीय ठाउँहरूमा हिँड्नुहोस्। तपाईँको दुःख पीडा भन्ने कुरा सब एकैछिनमा सखा हुन्छ। ल है, हामीले चाहिँ भर्खरै यहाँ 4वटा बल्छी सेट गरेर राखेका छौँ। दामी छ ठाउँ पनि, यस्तो दामी। हिजो टाइफुन आएर सिद्धिसकेपछि यो मौसम यस्तो शान्त छ। यहाँ किरा फट्याङ्ग्रा चराचुरीको आवाज बाहेक केही पनि छैन। भर्खरै एरोप्लेनको आवाज आयो, अरू त ठिक छ। ल अब माछा पर्छ है। ल ल ल ल ल हो सर, यस यो चाहिँ थाइलिङ्गे हो। यो हो र सर? ल यस, नेक्स्ट थाइलिङ्गे अन द वे। या मेरो नयाँ बल्छीमा उद्घाटन भयो। तर चाहिँ लेङ्गी हो सर? लेङ्गी हो ए। ल ल ल निकाल्नुहोस् अब। लेङ्गी भए पनि यहाँ ओ कस्तो त नि, कस्तो जोले तानेको यार। फर्स्ट टाइम लेङ्गी परेको छ आज दिनभरिमा। अघि थाइलिङ्गी आएको छ, अहिले चाहिँ लेङ्गी। या यस ओ लेङ्गी पनि सफावाला लेङ्गी। या ल ल हस्, म समात्न गएँ। अरे भने टोलीहरूले होइन। ल अब ल आज हाम्रो हेमसरकोमा चाहिँ बल्ल यो आज चाहिँ कुनै वहाँ पर देखियो सर। ए गाडी हेर्न के हो यार, ठुलै छ त यार। यो त यार सेतो छ सर। हजुर सर, यहाँ के यो चाहिँ आज नपुस्काम भनेको सर। नबोलाउँ सर, टोलीहरूलाई नबोलाइकन चाहिँ सेक्री देखाइदिउँ सर हामी। ए महासाल त लडेको ए थाइ यस सर। एउटा मत छ सर, त्यहाँ एउटा मत छ कि रोड तान्ने होइन कि त्यसरी होइन। कसरी गर्छ? एउटा मत छ सर। यता ल्याउनु सर, त्यसलाई यता ल्याउनु न। हाम्रो नरेश गुरुले थाइलिङ्गे पुस्क्यो भनेर पुरै लाप्पा हेलेर यहाँ हैरान छ है गुरुहरू। यहाँ त ओ माइ लड यार। हो ल है, अहिलेलाई चाहिँ यसो थाइलिङ्गेको दर्शन गर्नु होला हजुरहरूले। धेरै लामो समयपछि यहाँनिर यति है। यो लगभग 3 केजीको छ होला। हाम्रो नरेश गुरु र मेरो चाहिँ यहाँ पक्का चाहिँ यार यसले यार हातै काट्ने गरी हत्तेरिका ल है। महासाल कस्तो डर हो त नि यार। मान्छे त हेर्नु लागि के बनाइदियो त्यसले त मलाई त यार। हेर्नु त लडेर यहाँ। ओ माइ ल हेर्नु त टोलियो। ओ भाइ, म नरेश गुरुको भिडियो एकछिनमा पठाउँछु। पहिला यो माछाको दर्शन गर्नु होला तोलीहरू। थाइलिङ्गे, दिस इज कल्ड थाइलिङ्गे। यो त 2.5-3 भन्दा छ होला, बढी छ यार। यो यार काटेर नमस्कार सबैलाई। आजको फिसिङ चाहिँ अब अन्तिम अवस्थामा आइसकेको छ। हाम्रो फिसिङ सिद्धेर म चाहिँ अहिले गाडीमा घर फर्केदैछु। अनि फिसिङ सिद्धेर खाना खान गइयो। खाना खाइसकेपछि अहिले नरेश सर मसँग फिसिङसँगै जानुभएको साथीले मलाई यहाँ बस स्टेसनसम्म छोडेर उहाँ पनि घर गइसक्नु भएको छ। र मैले चाहिँ आज मारेको माछा यहाँनिर झोलामा बोकेर हिँडेको छु। र आज एउटा 4-5 केजीको थाइलिङ्गे परेको छ।
त्यो पनि झलामै छ र आज एकदमै बवाल एकदमै रमाइलो भयो। यो भ्लग कस्तो लाग्यो कृपया कमेन्ट गरेर भन्नु होला र म अर्को नेक्स्ट भ्लग चाहिँ छिट्टै नै लिएर आउने बाचासहित आजलाई म यहाँहरूसम्म चाहिँ बिदा हुन्छु र आफ्नो ख्याल राख्नु होला र सबैको जय होस् भन्दै आजलाई म हजुरहरूसँग चाहिँ बिदा हुन चाहन्छु। ल गुड नाइट, बाई बाई।